छैन। एटलिस्ट नेपालीहरूको पार्क भनेकै यस्तो किराना पसल के किन्न जाने के खाने त्यही त हो हाम्रो सोसियलाइज गर्ने ठाउँ। त्यहाँ सोसियलाइज हरेक किराना पसलले चाहिँ सानो पार्क जस्तो लाग्छ मलाई। एउटा बेन्च भयो 3-4 जना बस्यो सोसियलाइज गर्नु त हामीलाई त लाइक यु डोन्ट ह्याभ टु बी बालन द मेयर क्यान्डिडेट अर ऱ्यापर टु बी अ सेलिब्रिटी इन नेपाल। कि निस्क्यो भने के छ बालन दाई इभन इफ यु वर हुन्छ नि घरमै दिनभर सुतेर बस्या मान्छे भयो नि आफ्नो टोलभरि। हामी नेपाल त त्यस्तो राम्रो कन्ट्री हो नि त त्यस्तो एकअर्कालाई अब त्यो एरिया न्यु रोडदेखि नै नो भेहिकल जोनहरू हुनुपर्थ्यो भोटाइटी एरिया त्योहरू। अनि त्यसको लागि चाहिँ पार्किङको लागि चाहिँ त्यो मल्सहरूसँग कोलाबरेट गरेर लिजमा लिएर नसकिने ठाउँमा मेकानिकल पार्किङहरू राखेर गर्नुपर्ने ठाउँ चाहिँ थियो त्यस्तै हो। त्यहाँनिर मल्टिपर्पज पनि गर्न सकिन्थ्यो। बिहान यति बेलादेखि यति बेला सुन पसलहरू बेलुका यति बेलादेखि फुड स्टलहरू होइन मल्टिपर्पज गर्नु ल्याउन चाहिँ मन छ मलाई। बुटिक रोड्सहरू हुनु पर्यो त्यहाँ। त्यो स्टल्सले चाहिँ आई थिङ्क त्यो पसलहरूले अब त्यत्रो बिचरा उहाँहरूको पनि छ पीडा होइन। त्यो पसल मैले सुनेको चाहिँ त्यो पसल झन् त्यो पसलको व्यापार झन् बढ्छ कि खासमा बेलुकालाई यति बेला चाहिँ त्यो अब भनौँ न सामान डेलिभरी गर्नलाई गाडीहरू युज गर्न सकिन्छ। तर त्यसले व्यापार घट्ने चाहिँ होइन झन् चलपल बढ्ने व्यापार बढ्ने चाहिँ हो क्या त्यसले। त्यो वर्ल्डभरि जहाँ जहाँ बुटिक रोड्सहरू छ त्यहाँको व्यापार झन् डबल भएको ट्रिपल भएको उदाहरणहरू छ। त्यो कुरा चाहिँ बुझाउन सक्नुपर्छ कि। मैले सुने चाहिँ पहिला पसलहरूलाई घाटा हुन थाल्यो सबैले त्यहाँ खान थाल्यो फोहोर गर्न थाल्यो फोहोर मेबी त्यही पसलको अगाडि राख्ने हो नि त। त्यो भित्र पसलभित्र भएको क्याफेले नै आफ्नो टेबल बाहिर 2टा राख्ने हो नि त। त्यो त अर्कोले राख्ने बन्दीपुरमा त्यही त छ त। बन्दीपुरमा त्यो एक लेभल कटिसकेपछि त्यही पसलको टेबल होइन त अगाडि राख्ने। त्यो व्यापार घट्ने भन्दा नि डबल हुने। नट द स्टल्स चाहिँ राख्न पाइएन होइन। स्टल्स पनि त्यही पसलको हुन्छ नि त। स्टल्स बाहिरबाट अर्कोले ल्याउने होइन नि त। जुन बाहिरबाट चाहिँ ल्याउनु नराम्रै भयो। बाहिरबाट ल्याउँदाखेरि उनीहरूलाई अब होइन त्यो राम्रो भयो भन्दा असर पर्यो नि त। सुरुमा त त्यहाँ भइरहेकै चिजलाई चाहिँ अपलिफ्ट गर्नु पर्यो नि त बाहिरबाट एक्स्ट्रा थप्नु भन्दा त। त्यो त सिधै युरोप भाइब हुन्थ्यो। हजुर हो। अनि यो म्युजिसियनहरूलाई त समातिदिन्छ। अनि बस्किङ गऱ्यो भने एउटा म्युजिसियन बिचरा गिटार बजाउँछ पाटनमा चाहिँ एउटा भाइ दामी बजाउँछ उसलाई त अनि नगरपालिकाले समातेर लिएर गइन्छ। अब त्यो केही भयो होला त्यसको अब यो चिजको चाहिँ पुरै इन्फर्मेसन मसँग छैन त्यही भएर मलाई थाहा भएन त्यो। सरी मैले धेरै प्रब्लमहरू पोर गरेर हो अनि म क्युरियस मात्रै भयो। अब फेरि कहिले बसिन्छ होइन। ठिक छ बसिन्छ नि 1-on-1 ल ठिक छ आई थिङ्क ठिक छ हामी जे छ ठिक छ। अब हामी आई हेभ टु मेनी क्युरियोसिटी अब अलिकति चाइल्डिस क्युरियोसिटी होला के कसो हो भनेर। भोलिदेखि चाहिँ हाम्रो चुनाव चिन्ह सहितको क्याम्पेनिङ पनि हुँदैछ आज प्रिन्ट भएको छ अनि त्यही हिसाबले अब चुनाव पनि जित्नु पर्यो। All the very best man. My support is with you bro. Thank you brother. My support is with you. Cheers bro and all the very best. Thank you brother. Thank you. मलाई त जहिले पनि लाग्छ कि एउटा युथ नै आउनुपर्छ हाम्रो काम। युथ भन्दा पनि मैले चाहिँ युथ कार्ड चाहिँ खेल्नुपर्छ भनेको चाहिँ छैन होइन। किनभने सक्षम व्यक्ति आउनु पर्यो नि त। होइन त्यो त एकदम हो।